खुसी भइस होइन गरेर हुन्छ नि एउटा छोरी मान्छे भएर नमस्कार दाइसम्म हुन्छ हात मिलाउनेसम्म हुन्छ त्यहीँ ढोक्नुपर्छ तल अलि दिनसम्म रवि लामिछानेले घन्टी बजायो भने बजायो नबजायो भनेदेखि त सासूको छोरी तँलाई पक आउने वैशाखसम्म मैले बजाउँछु पक्न अलिकति हुन्छ नि हो गएर कहाँ ढोकिस् रे अलि राम्रोसँग तँ आफै हेर तेरो भिडियो तँ आफै हेर तँलाई लाग्छ कि छैन उँधो मुन्टीमै गएर ठङ्गै ठोकायो हो टाउका पनि यार म चाहिँ भनेपछि यहाँबाट कसरी पैसा पठाइरहेको छु यार माया गरेर ऊ चाहिँ भने अनि उहाँ गएर चाहिँ रवि दाईको चाहिँ त्यहाँ घन्टीमै ढोक्नुपर्छ त लाज पनि नभएर अनि रिस उठ्दैन मलाई यो मेरो सासूको छोरी हो के साथीहरू मैले झन् यसो कन्टेन्ट सन्टेन्ट बनाउनु त हो नि जहाँ गएर बनाइदिए भोट हाल्ने बेलामा त अब माटोमै हाल्ने हो क्यारे भनेर मैले नै पठाएको हो क्या पठाउनु चाहिँ फेरि मै नै नराम्रो हो क्या मान्छे त खास त मै हो क्या त्यसै भन्छ यहाँ फेसबुकमा त्यो कमेन्टमा चाहिँ पागल पागल भनेर